नमस्कार सम्पूर्णमा मेरो परिवार च्यानलमा हजुरहरूलाई हार्दिक स्वागतको साथसाथ आजको हाम्रो बाइक राइडिङको बारेमा जानकारी दिइरहेका छौँ। नमस्कार सबैलाई हो। आजको हाम्रो राइड सुरु भयो। कहाँको लागि हेर्नु साथी हो? थिमी सिक्किम थिमी सिक्किम हो। अब हेर्दै जानु होला आजको है भिडियोहरू। अन्त हाम्रो क्यामेराम्यान त आज साइमन र आज हामी सिक्किम थिमीको तर्फ बढ्न लागिरहेको छौँ है। ल गाइज अब गुड डे, सेफ राइड, ल सेफ लाइफ। र यसरी नै हामी रातमाटेबाट भाइ सञ्जीवलाई लिएर म, मेरो छोरा कुणालको साथी साइमन, सञ्जीव भाइ र मेरो भानिज प्रणित थापा सिक्किम नाम्चीको तर्फ प्रस्थान गर्न लागिरहेको छौँ। र बाटोमै हामीले बतासे लुपमा उत्रेर केही तस्बिर लिन इच्छुक गर्यौँ र हजुरहरूलाई त्यो तस्बिरको विषय सम्बन्धी जानकारीमूलक तत्त्वहरू पोखिन गइरहेको छौँ। कस्तो लाग्छ हेर्नुहोला। बतासेमा हजुरहरूले बाइनोकुलर या टेलिस्कोपको सहायताले 17वटा पोइन्ट देख्न सकिन्छन्। यसका बारेमा मैले ओनरसँग बात गर्दा सुरुमा उहाँ हिचकिचाउनु भयो, तर बादमा मैले म पनि एउटा एक्स आर्मी हो र हामीले त्यस्तो केही उल्टापुल्टाको लागि होइन भन्दा उहाँले मान्नुभयो। गुड मर्निङ भाइ। भाइको शुभ नाम? प्रजित तामाङ। भाइ यो तपाईँहरूले जो बाइनोकुलर या यसलाई के भन्छ टेलिस्कोप, यसको चाहिँ यसको चार्जेस कति लिनुहुन्छ? 50 कति मिनटसम्म तपाईँले देखाउनु? तपाईँलाई अब 17वटा पोइन्ट चाहिँ हामी कभर गर्छौँ। अच्छा, त्यो 17वटा कम्प्लिट भयो भने चाहिँ 50 रुपिसमा। हवस्, थ्याङ्क यू भाइ। तपाईँ कहाँबाट बिलङ गर्नुहुन्छ? बतासे। शुभ नाम के भन्नुभयो? प्रजित तामाङ। थ्याङ्क यू प्रजित। यसरी नै बतासेमा कस्ट्युमको पनि हामीले रेट सोध्यौँ भाइलाई। 50 रुपियाँ। कति मिनटसम्म लाउनु सकिन्छ हौ? अच्छा, तपाईँको शुभ नाम? थ्याङ्क यू। कहाँबाट बिलङ गर्नुहुन्छ हौ? थ्याङ्क यू भाइ, थ्याङ्क यू। यसरी नै हामीले यहाँका दोकानहरूको दृश्यहरू, कञ्चनजङ्घाको दृश्य तपाईँलाई पोखर्न जाँदा जाँदै टोय ट्रेन, सुन्दर ट्रेन पनि त्यही समयमा त्यही लुपबाट जाँदै गरेको खिच्न पायौँ। दार्जिलिङ बतासे लुप घुम्न जाँदा तपाईँहरूले शहीद स्मारक पनि देख्न सकिन्छन्, जसको निर्माण जिल्ला सैनिक बोर्ड डिस्ट्रिक्ट सोल्जर बोर्ड दार्जिलिङद्वारा 22 अप्रेल 1995मा निर्माण गरिएको रहेछन्। शहीदहरूको वेदीमा 1947 देखि यता आजसम्म देशको रक्षाको निम्ति आफ्नो ज्यान बलिदान दिने वीर शहीदहरूका नाम उल्लिखित गरेका रहेछन्। देब्रेपट्टि 100 जना र दाहिनेपट्टि 80 जना, टोटल 180 जना वीर शहीदहरूका नाम खोपिएका रहेछन्।
यसरी हामी बतासेको भ्रमण सकेपछि हामी अघि सिंहमाडी, पात्लेपास, टकभर हुँदै अगाडिको यात्राको लागि सुरु गर्यौं। यसरी नै हामी सिंहमाडीबाट ओह्रालो झर्ने क्रममा बाटोमा माउन्ट हर्मन स्कुल देख्न सक्यौं, जसको दृश्य हजुरहरूलाई पोखाइरहेका छौं। माउन्ट हर्मन स्कुलको वरिपरिको दृश्य हेर्नुहोला। यसरी नै हामी पात्लेबासको तर्फ आफ्नो बाइकको रफ्तार बिस्तारै बिस्तारै बढाइरहेका छौं। पात्लेबासको केही तल एक यस्तो भ्यू पोइन्ट देख्न सक्यौं जहाँ हामीले आफ्नो बाइकलाई रोक्न बाध्य बने र त्यहाँका भ्यू पोइन्टबाट हामीले कञ्चनजङ्घाको साथसाथ जामुनीको दृश्य र सुन्दर गाउँको दृश्य, चियापत्ती बगानहरू खिच्न बाध्य बन्यौं। हेर्नुहोला यो सुन्दर मनोरम दृश्य। कञ्चनजङ्घा पनि यति सफा देखिरहेको थियो, मनमोहक दृश्य। यो सुन्दर दृश्य खिच्दा नखिच्दै छोराहरू पनि पछि पछिबाट आइसकेछन् र भेटघाट फेरि दोबारा भयो। पात्लेबासबाट हामीले सुन्दर दृश्य लिइसकेपछि हामी टकभरको तर्फ अघि बिस्तारै बढ्न गइरहेका छौं। हेर्नुहोला अगाडिको सुन्दर दृश्यहरू। टकभर पुग्न अघि छोराहरूले हामीलाई बाटोमा पर्खिरहेका रहेछन् र हामी सरासर अघि बढ्यौं। र बाटोमा हामीले उत्तर तकभर टी स्टेट सिङ्लामा सेन्ट मेरिज हाई स्कुल पनि देख्न सके। मैले आफ्नो जीवनकालमा यति लामो मोटरसाइकलको यात्रा गरेको थिइनँ। छोराहरूको सरसल्लाहमा लेट्स ट्राई भन्ने हिसाबले निक्ले, तर यति आनन्द मैले महसुस गरेँ। एक त रोडको कन्डिसन साह्रै राम्रो, साथै मोटरसाइकलको भ्रमणमा ग्रुप समूहमा हिँड्दा मजै आउँदो रहेछ। मलाई एकदमै मिठो अनुभव भइरहेको मलाई महसुस गरेँ। यसरी हाम्रो यात्रा अघि बढिरहेको थियो र पछिबाट हाम्रो सञ्जीव भाइ पनि हाम्रो पछि आइरहेका थिए। एकदमै राम्रो दृश्य, चारैपट्टि हरियाली। मौसमले पनि त्यो दिन हामीलाई साथ दियो। घाम यति राम्रो लागेको थियो, रमाइलो, मानौ दसैँ तिहारको बेलामा हामी घुम्न आएको। जाँदा जाँदै बाटोमा एउटा पुल देखा पर्यो र त्यहाँ हामीले तस्बिर लिने जमर्को कस्यौं र केही तस्बिर साझा गर्न लागिरहेका छौं। र हामी अगाडि जोरथाङको लागि प्रस्थान गर्यौं र जोरथाङमा हामीले ब्रेकफास्ट खाजा खाने होटल योमामा प्रवेश गर्न लाग्यौं। त्यहाँ ब्रेकफास्टमा सिर्फ थुक्पा मोमो मात्र रहेछन्। 10:15 भइसकेको थियो। हामीले सिंहमाडीमा खाने प्लान हुँदा त्यहाँ एकदमै भिड हुनाको कारण हामीले ब्रेकफास्ट जोरथाङमा गरेर फेरि आफ्नो यात्रा अघि बढाउन लागिरहेका छौं। अब हाम्रो अघिको यात्रा नाम्ची डिस्ट्रिक्ट अन्तर्गत
भाइचुङ भोटिया स्टेडियमको तर्फ बढ्ने हाम्रो सोच लिएर अघि बढिरहेका छौँ। हेर्नुहोला भाइचुङ भोटिया स्टेडियम नाम्ची। घरको म मुखिया भएपछि हर एज क्याटेगोरीलाई लिएर हिँड्नु पर्दो रहेछ। यो मैले अनुभव गरेँ। छोराहरूसँग हिँड्दा मैले एउटा के महसुस गरेँ भने म चाहिँ पानी भएर हिँड्नु पर्छ। पानीलाई ग्लासमा हाल्दा ग्लासकै आकार लिन्छ, कित्लीमा हाल्दा कित्लीकै, डेक्चीमा हाल्दा डेक्चीकै। यो मैले महसुस गर्न सकेँ। उनीहरूको बातचित, उनीहरूको चालडाल, उनीहरूको घुमाइ, त्यसमा म ढल्नु पर्दो रहेछ। त्यसैले म पानी भएर उहाँहरूको साथमा साथ कन्धा साथ दिएर अघि बढेँ र हामी भाइचुङ भोटिया स्टेडियमको सम्मुख आइपुग्न लागिरहेछौँ। यो दृश्य हेर्नु। अब हामी नाम्ची भाइचुङ भोटिया स्टेडियम परिसरको नजिकै आइपुगेका छौँ। हेर्नुहोला यहाँको मनोरम दृश्य। भाइचुङ भोटिया स्टेडियमको नजाराको लुफ्त उठाउँदै हामीले सिक्किम राज्यबाट छनौट भएर आएका राम्रा खेलाडी नानीहरूसँग केही बातचित गर्ने मौका पायौँ र हामीले केही आफ्नो तस्बिरहरू पनि साझा गर्ने मौका पायौँ। ती नानीहरूसँग भएका बातचित सुन्नुहोला। तिमी कुन एजको हो? 11 तिमी? म 2012। सुन न, तिमीहरू यहाँ चाहिँ स्कुल पनि छ कि फुटबल मात्रै हो? होस्टेलको फुटबल हो या एकाडेमी? एकाडेमी। अन्त तिमीहरू स्कुल चाहिँ तल पर्छ। स्कुलको टाइममा तिमीहरू स्कुल जान्छ, मर्निङ इभिनिङ चाहिँ प्र्याक्टिस, अन्त सुत्नु सबै यहीँ? ए अच्छा अच्छा। ट्युसनहरू? यहीँ हुन्छ। तिमीहरूलाई त सेलेक्सन गरेर आएको भन्छ त डरलाग्दो खेल्छ होला देखाएर तिमीहरू त डरलाग्दो खेल्छ। मतलब तिमी कुन चाहिँ भिलेजको हो? म यता नाम्चीको। तिमी? म बर्मे। टाढो हो? साउथेर। तिमीहरू त तगडा प्लेयर होला। कतिजना छ यहाँ तिमीहरू? 30 जना। मतलब उनीहरू चाहिँ सेलेक्ट भएर आएको? टाढो कुन छ? तिमीहरूलाई यहाँ चाहिँ राम्रो खेल्दै गयो भने चाहिँ कहाँ लान्छ? बाहिर। अहिलेसम्म गएको छ तिमीहरूको ब्याचको? गयो? कहाँ छ अहिले तिनीहरू? कहाँ खेल्छ? अहिले तिनीहरू मिनारगाउँमा खेल्दैछ। कोही रमगाछ पन्जाबमा, कोही एफसी मद्रास, कोही बेङ्गलुरु। स्कोप त यस्तो हुन्छ क्या, स्टेट राम्रो छ भनेपछि तिमीहरूले चाहिँ जाँच देखाइन्छ चढ्छ तिमीहरू भने तिम्रो के छ एम? ठुलो प्लेयर हुनु छ या पढेर इन्जिनियर डक्टर हुनु छ के छ? त्यो फुटबलले भाइचुङ सर्भिसको हुन्छ कि होइन? भाइचुङ सबै नाममा आयो। भाइचुङ सर्भिसको हुन्छ कि डक्टर इन्जिनियर के भन्नु? फुटबलरै मेस्सी मनपर्छ कि रोनाल्डो? किन मेस्सी न? होइन, वाइ नट मेस्सी? मेस्सी, रोनाल्डो। सम्पूर्ण सिक्किम राज्यका उत्कृष्ट खेलाडीहरूबाट चयन भएका नानीहरूसँग बात गरेर मैले मेरो आर्मीमा हुने साथीलाई फोन गरेँ। उहाँ नाम्चीकै हुनुहुन्थ्यो। उहाँसँग कन्ट्याक्ट हुँदा उहाँसँग बात भयो र उहाँसँग एउटा तस्बिर खिच्ने मौका पायौँ। उहाँको नाम पवन छेत्री, जो पल्टनमा एकदमै राम्रो बक्सर प्लेयर हुनुहुन्थ्यो। खुसी लाग्यो उहाँ र उहाँको नानीलाई भेटघाट गरेर।
नाम्चीमा भेटघाट पश्चात फेरि हामी अर्को गन्तव्यका लागि प्रस्थान गर्यौं, जो हामी नाम्चीको हेलिप्याड जानका लागि आतुर थियौं। बाइकको रफ्तारले शिरडी साई मन्दिरको तर्फ हाकिरहेको थियो भने पछि मेरो छोराले म पछि आइरहेको थियो। यसरी नै चलिरहेको हाम्रो आजको यात्रा, सुमधुर यात्रा। र अन्तमा हामीले शिरडी साई बाबा मन्दिरको बाहिरबाट भए पनि दर्शन गर्न पायौं। साह्रै राम्रो ढङ्गले सजिएको रहेछ यो मन्दिर। शिरडी साई मन्दिर ईस्ट सिक्किमको नाम्ची डिस्ट्रिक्टको अन्तर्गत असङथाङ परिसरभित्र पर्ने गर्दछन्, जसको निर्माण 2010 मा भएको रहेछ। यसरी नै हामी नाम्ची हेलिप्याडमा आइपुग्यौं। यहाँको एकदमै राम्रो मनोरम दृश्य, यहाँबाट कञ्चनजङ्घाको दृश्य पनि एकदमै क्लियर रूपमा देख्न सकिने रहेछ। र यहाँ टाढा टाढाबाट कार मोटरसाइकल सिक्न आउनेहरूको ताँत ज्यादा देखिन पायो। यहाँ एकदमै मनोरम दृश्य। यहाँ एउटा बाइकको पार्किङ चार्ज 30 रुपियाँ लिन्छ। राजुको घोडा, मेरो घोडा, राइडर म, र पिलियन सिटमा चाहिँ मेरो साइमन साथी, छोराको साथी। र यो चाहिँ हाम्रो सञ्जीव भाइको, राइडर सञ्जीव भाइ। र यहाँ चाहिँ हाम्रो छोराको आजको घोडा, राइडर कुणाल प्रधान। पिलियन सिटमा चाहिँ हाम्रो भानिज, मेरो भानिज पण्डित थापा, र मेरो पिलियन सिटको साइमन। र यो चाहिँ हामी सिक्किमको हेलिप्याड। यहाँ हामीले पनि आपसमा आफ्नो आफ्नो बाइक एक अर्कामा साझा गरेर चलायौं, मनोरञ्जन लियौं। यहाँ फ्यामिलीहरू पनि आफ्नो कारमा नानीहरूलाई लिएर घुम्न आउने गर्दो रहेछ, जो दृश्य तपाईँहरूलाई देखाइरहेको छौँ। त्यसरी नै यहाँ युवा युवतीहरू आफ्नो क्यामेराले रिल्सहरू बनाउने गर्दो रहेछ। सामने चारधामको पछिल्लोतिरको भागको दृश्यहरू देख्न सकिने रहेछ। त्यसरी नै अर्कोतर्फ सामडुप्चेको सुन्दर दृश्य पनि देख्न सकिने रहेछ। हेलिप्याड परिसरमा एउटा बाइकको पार्किङ रेट 30 रुपियाँ गरेर लिँदो रहेछ। यसरी नै हामी अर्को गन्तव्यको लागि अघि बढ्न गयौं। हाम्रो अर्को गन्तव्य थियो तिमी टी स्टेट, जहाँ
चेरी ब्लुजम फुलेको छ भनेर हामीले सुनेर नै हाम्रो मुख्य गन्तव्य त्यसलाई ठानेर घरबाट निक्लेका थियौँ। हेर्दै जान होला तिमी टी स्टेटका ती सुन्दर नजाराहरू। सिक्किम राज्य अन्तर्गत नाम्ची जिल्लाको रोडको कन्डिसन यति सुन्दर जस्तो दिनभरि कुदाइरहँ चलाइरहँ जस्तो लाग्यो। यहाँ थाकेको हामीलाई बिल्कुल अनुभवै नै भएन। सिक्किम सरकारलाई हामी मोरी धन्यवाद दिन चाहन्छौँ। बिस्तारै तिमी अघि बढ्दै जाँदा बाटोमै केही सुन्दर मनोरम दृश्य देखा पर्यो र हामीले बाइक रोकेर केही दृश्यहरू हजुरहरूप्रति साझा गर्न लागिरहेका छौँ। हेर्नुहोला यहाँको सुन्दर दृश्य। ती सुन्दर दृश्य लिइसकेपछि हामी तिमी टी स्टेट या चेरी ब्लोजमको लुफ्त उठाउन अघि बढ्यौँ। चेरी ब्लोजम या त भनौँ पयुँको फुल, पयुँ रूपमा जो फुल फुल्छ त्यसैलाई नै त चेरी ब्लोजम भन्दो रहेछ। अन्तमा हाम्रो मुख्य गन्तव्य तिमी टी स्टेट चेरी ब्लोजम हेर्न आइपुग्यौँ। यहाँको मनोरम दृश्यको लुफ्त उठाउनु होला हजुरहरूले। यसरी नै हामीले तिमी टी स्टेट र चेरी ब्लोजमको लुफ्त उठाएर हाम्रो अर्को गन्तव्य स्यालडाँडा जो अफ रोडिङ छ भनेको हामीले सुन्नमा आयो गाउँवासीबाट। फेरि पनि एकपल्ट लेट्स ट्राई भन्ने हिसाबले हामी जिप लाइन एरिया जहाँ अन्डर कन्स्ट्रक्सन चल्दो रहेछ त्यहाँ जाने जमर्को कसेर अघि बढ्यौँ र सानो अफ रोडिङ तपाईँहरू समक्ष राखिरहेको छौँ। अप्ठ्यारो थियो फुल्ली अफ रोडिङ, त्यहाँ पनि हामीले चेरी ब्लोजमको लुफ्त उठाउन सक्यौँ। सानो गाउँ मनोरम दृश्य हजुरहरू समक्ष पोखिन लागिरहेको छौँ, हेर्नुहोला। जीवनमा म स्वयं मेरो परिवार छोरालाई जुन कुराले आनन्द हर्ष शान्ति दिन्छ त्यो कुरालाई नै म फलो गर्ने गर्दछु। म आफ्नो सिद्धान्त लिएर चल्ने व्यक्ति हुनको कारणले अगर असल मानिसहरूले कुनै पनि मलाई सरसल्लाह दिन्छन् र त्यो मलाई राम्रो लाग्छ भने म आफ्नो मन मस्तिष्कमा राखेर हिँड्ने गर्दछु। तर कतिपय बगमफुसे मानिसहरूले बगमफुसे बात गर्ने गर्दछन्। त्यस्तो बातलाई म मन मस्तिष्कदेखि म कानदेखि बाहिर नै राख्ने कोसिस गर्छु। आफ्नो यात्रा आफूले चलाउनु छ, हिँडाउनु छ। मैले आफ्नो छोरासँग अगाडिको जीवन कसरी बिताउनु छ त्यो राम्रोसँग थाहा छ। हजुरहरूले पनि चिन्ताको साथसाथ आफ्नो जीवनको आनन्द उठाउनु पर्छ। जीवन एकपल्ट पाउँछ। आजको खुसीलाई हामीले खुसीसँग बिताउने कोसिस गर्नुपर्छ। लामो चिन्ताले खुसीलाई चुराएर लान्छ, चोरेर लान्छ। चिन्ता पनि गर्नुपर्छ, तर ज्यादा चिन्ता गर्दा मानिसले वर्तमानको खुसीलाई गुमाएको थाहा हुँदैन, आफ्नो समय पार भएको थाहा हुँदैन, आफू वृद्ध अवस्थामा पुगेको थाहा हुँदैन र समयको सदुपयोग गरेर मनोरञ्जन पनि लिने गर्नुपर्छ।
ज्यादा हिँडाइले होला आफ्नो पेटले पनि दस्तक दिएर हामी होटेल आत्री मिडल तार्कु नाम्चीमा उत्रयौँ र त्यहाँ हामीले सन्ध्याकालीन भोजनको लागि खाना लाग्यौँ। घरकै जस्तो मिठो खाना पाउन पायौँ। पेट पूजा भइसकेपछि बाइकको रफ्तारले पनि रफ्तार पक्रिन थाल्यो। यसरी नै हामीले साँझको मनोरम दृश्यलाई अँगाल्दै अगाडि बढिरहेका थियौँ। यसरी अगाडि बढ्दा बढ्दा सिङताम बजार पनि आइपुगेछ। थाहै पाएन। सिङताम बजारको मनोरम दृश्य, रातिको दृश्य हेर्नु होला। यहाँको हामीले जोरथाङ, सिङताम जति नै बजारहरू देख्यौँ एउटा प्लान सिटीको मुताबिक रचिएको रहेछ। खुल्ला खुल्ला बजार, पार्किङ सुविधा, यति राम्रो व्यवस्थित ढङ्गले बनाएको सिटी रहेछ। अब रङ्पू आउन अझै 12 किलोमिटर रहेको साइनबोर्डद्वारा जानकारी पायौँ। रङ्पू आउनु अघि एक सुन्दर टनलको पनि दृश्य देख्न पायौँ। र हामीले सिङताममा छोरा र सञ्जीव भाइको बाइक पिछे हुन कारण हामी बाटो भड्केर गलत रास्ता जाँदा पुरा हिलो हिलो भएको अवस्थामा हामीले रङ्पूमा आएर आफ्नो बाइकलाई पनि सानोतिनो मर्मत गरी हाम्रो जुत्ताहरूको हालत हेरिन नसक्ने अवस्थामा थियो। यसरी नै मोटरसाइकल मर्मतको पश्चात हामी पश्चिम बङ्गाल राज्य क्षेत्र अन्तर्गत पर्ने भूमिमा प्रवेश गर्यौँ। हामी जोरबङ्गला आएर केही समयको लागि विश्राम गर्यौँ। 3 माइलबाट अघि खिचेका दार्जिलिङ सहरका सुन्दर रातिको नजारालाई आफ्नो क्यामेरामा कैद गर्ने कोसिस गर्यौँ। र यसरी नै अब अघि रातोमाटे हाम्रो सञ्जीव भाइको अन्तिम गन्तव्य आइपुगेको कारण हामीले उहाँलाई बिदा दिनु र केही फोटोहरू साझा गर्यौँ। बिदा पश्चात हामी आफ्नो घर 8 बजी पुग्यौँ।